सम्पूर्णमा जय श्री राधे, जय माता दी, हर हर महादेव। आउनुहोस्, आज हजुरहरूलाई मैले रात्रि सूक्तको पाठ श्रवण गराउन गइरहेको छु। यो रात्रि सूक्तलाई हामीले पाठ गर्न सक्यौँ अथवा श्रवण गऱ्यौँ भने हाम्रा जति पनि अहिले धेरैजनाले समस्या यस्तो रहेको छ, देख्नमा आएको छ कि अनिद्राको समस्या अर्थात् निद्रा नलाग्ने, रातभरि यताउता कोल्टी फर्केर सुत्ने, निन्द्राको लागि जति कोसिस गरे पनि निद्रा नलाग्ने र मेडिकलको औषधि खाएपछि त्यसले अलि लट्याउँछ र निद्रा लागे जस्तो हुन्छ, नत्र फेरि त्यो औषधिको प्रभाव हटेपछि फेरि जस्ताको तस्तै हुने यो समस्या धेरैमा छ। तसर्थ यो समस्याको निवारणको लागि दुर्गा सप्तशतीमा ब्रह्माजीद्वारा, हुन त यहाँ विष्णुजीको निद्रालाई भङ्ग गर्नको लागि यो रात्रि सूक्तको पाठ गरिएको हो, तर यसले दुवै प्रकारको काम गर्दछ। धेरै निद्रा लाग्नेलाई पनि त्यो निद्रा हटाउँदछ भने, निद्रा नलाग्ने समस्या छ भने त्यसलाई राम्रोसँग निद्रा लाग्ने हुन्छ। तसर्थ यो ब्यालेन्स मिलाउने खालको एउटा स्तोत्र पनि हो। तसर्थ आउनुहोस्, हामी सबैजना मिलेर यो स्तोत्रलाई श्रवण गरौँ। जय अम्बे, जय जगदम्बे। ब्रह्मवाच त्वं स्वाहा त्वं सदा त्वं हि वषट्कारस्वरात्मिका सदा त्वमक्षरे नित्ये त्रिधा मात्रात्मिका स्थिता अर्धमात्रा स्थिता नित्यायानुचार्य विशेषतः त्वमेव सन्ध्या सावित्री त्वं देवी जननी परा त्वयि तद्धार्यते विश्वं त्वयि तत्सृज्यते जगत् त्वयि तत्पाल्यते देवी त्वमत्स्यन्ते च सर्वदा विसृष्टो सृष्टिरूपा त्वं स्थितिरूपा च पालने तथा समृद्धिरूपान्ते जगदस्य जगन्मये महाविद्या महामाया महामेधा महास्मृति महामोहा च भवति महादेवी महासुरी प्रकृतिस्त्वं च सर्वस्य गुणत्रयविभाविनी कालरात्रिर्महारात्रिर्मोहरात्रिर्सदारणा त्वं श्रीस्त्वमीश्वरीस्त्वं ह्रीस्त्वं बुद्धिर्बोधलक्षणा लज्जा पुष्टि तथा तुष्टिस्त्वं शान्ति शान्तिरेव च खड्गिनी शूलिनी घोरा गदिनी चक्रिणी तथा शङ्खिनी चापिनी बाणभुसुण्डी परिगायदा सौम्या सौम्यतरा शेष सौम्य बृहस्पति सुंदरी परापराणां परमात्मेव परमेश्वरी यच्च किंचित् क्वचिद्वस्तु सदसद्वाखिलात्मिके तस्य सर्वस्य आसक्ति सात्वं किं स्तूयसे तदा यया त्वया जगत्सृष्टा जगत्प्रात्यदियो जगत् सोऽपि निद्रावसंनीतः कस्त्वं स्तोतुमिहेश्वरः विष्णुः शरीरग्रहणमहमीशान एव च कारितास्ते दोतस्तं कस्तुतं शक्तिमान् भवेत् सात्वमित्थं प्रभावैश्वर्यदारैर्देवी संस्तुता मोहयितोदराधर्षा वसुरो मधुकैटभो प्रबोधं च जगत्स्वामी नियतमच्युतो लगो बोधस्य कृतामस्य हन्तुमेतो महासुरौ। यही स्तुति ब्रह्माजीले योग निद्रामा अचेत अवस्थामा रहनुभएका भगवान विष्णुलाई जगाउनको लागि यस स्तोत्रको पाठ गर्नुभएको थियो। आज हजुरहरूले पनि यसलाई श्रवण गर्नुभयो। यसलाई हजुरहरूले त्रिकाल बिहान दिउँसो र बेलुकीको समयमा पाठ गर्नुभयो अथवा श्रवण गर्नुभयो भने अवश्य पनि यसको सकारात्मक ऊर्जा हामीहरूको बिचमा रहन्छ र हामीलाई कुनै पनि प्रकारको तनाव बाधा छ भने त्यो बाधा पनि हटेर जान्छ। माता रानीको कृपाले सदैव सुख शान्ति र समृद्धिको प्राप्ति हुन्छ। जय अम्बे, जय जगदम्बे।